हेर्न सक्नुहुन्छ टक्क चस्मा लगाएर। हाई हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। फेरि पनि नयाँ भिडियोमा स्वागत छ सबैजनालाई। आज चाहिँ पुरै हिजो राति हिउँ परेको थियो होइन, हिजो राति बिहानसम्म हिउँ परेको थियो। टक्क हिउँले ढाकिएको छ यता पुरै माथि कालो पत्थरतिर नै, यता पुरै हिउँले ढाकिएको छ। एकदम चिसो छ। यत्रो हातले पुरै जमेर छ। जाडो भएको हेर्नु सक्नुहुन्छ गाइस, टक्क हिउँले ढाकेको छ यतातिर नि। त हिजो त एउटा नै छैन हिउँ, आज चाहिँ पुरै हिउँले ढाकेको छ। यता चाहिँ ठिकै रहेछ, खासै धेरै बाक्लो त परेको छैन। माथि चाहिँ यो माथि चाहिँ अलि हिउँले भन्नु बाक्लो पऱ्यो होला सायद। यता चाहिँ अलिअलि अब घाम नि उताउनु लाग्छ अलिअलि, उतै रहेछ माथितिर। कस्तो जाडो भएको हेर मुखै धुवा छैन मैले त। उठ्ने बित्तिकै यसो भिडियो बनाउनु आएको बाहिर, यसो हिउँ देखेर त्यही हो गाइस होइन। तर एकदम जाडो छ नि, हेर्दा कति रमाइलो देख्छ होला तपाईँहरूले होइन। पुरै यहाँ लास्टै जाडो छ ठाउँ। माथितिर याकहरू त्यसै हिउँ माथि खाइरहेछ है, कसरी खान्छ है याकहरू। टक्क ब्रेकफास्ट खाएपछि हामी चाहिँ अब फर्किनेछौँ। अब केही समयपछि अब घाम हुँदैछ, अब फर्किनेछौँ हामी यहाँबाट। टक्क भएको आज यो हामी तल फर्किन्छौँ। त्यही हो गाइस, फर्किन्छौँ हामी केही समयपछि। यहाँतिर चाहिँ पुरै नेपाली तथा विदेशीहरू पनि घुम्न आउँछ प्रायः होइन। धेरै नै यो चाहिँ एकदम भनौँ धेरै हाई नै होइन, लो टेक नै भनौँ। धेरै नेपालीहरू पनि देख्नुहुन्छ यहाँतिर। नेपालीहरू विदेशीहरू धेरै घुम्न आउनुहुन्छ यहाँ चाहिँ। टक्क त धेरै लाग्दैन, 1 हप्ता 5-6 दिनमा सकिन्छ। यो ट्रेक भनेको लो एकदम सर्टकट हो। यो चाहिँ रसुवा जिल्लामा पर्छ। यो चाहिँ माथि ठाउँ चाहिँ एकदम रमाइलो छ। यहाँतिर चाहिँ टक्क देख्नुहुन्छ बिहानको हिजो रातिदेखि परेको थियो हिउँ अलिअलि, धेरै बाक्लो त परेको छैन, त्यही पनि पाउन चाहिँ परेको रहेछ। माथि चाहिँ पुरो हिजो त्यो माथि कालो पत्र थियो, अहिले त पुरै बाक्लो रहेछ। कस्तो आँखा टल्काएर हिउँले खाली चाता। हामी चाहिँ तब फर्किँदैछौँ यतिखेर। यहाँ दाइहरू चाहिँ तल पुगेको छ, म चाहिँ पछि भिडियो बनाउँदै आएको छु। हेर्न सक्नुहुन्छ टक्क चस्मा लगाएर, टक्क चस्मा लगाएन भने हिउँले आँखै खाइदिन्छ क्या त्यतिखेर। अहिले तत्कालै त के हुँदैन, तल पुगेपछि त आँखा हेर्नै सक्ने अवस्था हुन्छ क्या, चस्मा लगाइदिनु। दुःख छ नि हजुर, यसो भारी बोकेर हिँड्नुपर्ने छ अवस्था। के भन्ने करिब पुच्छो गरिहाल्यो। माथि टपबाट हामी तल झर्दैछौँ यतिखेर। टक्क हिउँमा चिप्यो भने चिप्यो क्या, फेरि भन्न नसक्ने अवस्था हुन्छ।